अहिले हामी तिहारको माहौलमा छौँ है। अब भोलि भाइटिका लगाएपछि त तिहारलाई हामी बिदा नै गर्छौँ। सबैतिर झिलिमिली छ हैन, बत्तीको झिलिमिली छ, फुलमालाहरू लगाइया छ। सँगसँगै सबैको घरमा लगभग मिठो परिकारहरू पाक्या छ हैन, आफ्नो ठाउँ अनुसारको हैन रङ्गोली बनाइन्छ। अहिले त एकदमै झन् चलनमा छ हैन, कसको कस्तो बन्यो भन्ने। त्यो गर्दै गर्दाखेरि मलाई चाहिँ तिहार भन्ने बित्तिकै जुन अहिले हामी गर्छौँ, जसरी मनाउँछौँ हैन, यो कुराहरूले चाहिँ त्यति धेरै हुन्छ नि, त्यो भनौँ न एउटा खुसी दिने अथवा त्यो भनौँ न त्यति तिहार भन्ने बित्तिकै यही कुरा चाहिँ सम्झना लायक भन्ने हुँदैन अहिलेको बेलाको। मलाई चाहिँ हरेक साल जब तिहार आउँछ नि, म आफ्नै बालापनमा फर्किन्छु कि सधैँभरि सम्झिन्छु हैन। त्यही कुरा चाहिँ मलाई यहाँहरूसँग सेयर गर्न मन लागेको। जब तिहार आउँछ हैन, अब जस्तै लक्ष्मी पूजा गरिन्छ, लक्ष्मी पूजाको लागि चाहिँ अब बत्ती बाल्ने हुन्छ नि, अब त्यो दियोहरू बाल्ने हुन्छ। अहिले त लाइट्सहरू लगाइन्छ हैन, एकदम थरीथरीका आउँछन्। त्यो गर्दै गर्दा मैले चाहिँ हामी केटाकेटी हुँदा कि जस्तै यो खेतको गरा हुन्छ नि, आलीमा चाहिँ त्यो सिरु फुल्दै गर्दा त्यसलाई चाहिँ हामी सपुरो भन्नुहुन्थ्यो हैन केटाकेटी बेलामा। अनि त्यो चाहिँ जस्तो आज लक्ष्मी पूजा छ भनेपछि चाहिँ टिप्न पठाउनुहुन्थ्यो कि त्यो सपुरो चाहिँ कलेक्ट गर्ने, खेतको आलीमा पाइन्थ्यो हैन। अनि त्यसलाई चाहिँ घिउमा भिजाएर बेलुका बालिन्थ्यो। त्यो पनि केमा भन्दा केराको दाम्चामा के। अनि त्यो केराको दाम्चालाई चाहिँ टुक्रा पार्ने, अनि त्यो टुक्रा पारेपछि चाहिँ अनि त्यसमा चाहिँ 2-3टा बिजोडी त पाल्नु हुँदैन भन्नुहुन्थ्यो, जोर कतिवटा लगाएर अनि चाहिँ त्यो काका बाल्ने हो दियो सँगसँगै त्यो पनि बालिन्थ्यो हैन। अनि जब त्यो तिहार आउँछ नि, मलाई चाहिँ हरेक साल चाहिँ त्यो खेतको आलीहरूमा चाहिँ गएर त्यो सपुरो हुन्छ नि टिपेको एकदमै याद आउँछ हैन। आफैले क्या एकदम रौनक हुन्थ्यो। अनि सबैभन्दा बढी के याद आउँछ भन्दाखेरि चाहिँ जब लक्ष्मी पूजा गरिन्थ्यो, त्यसको लागि अभियसली मैनबत्ती चाहिन्थ्यो हैन। अनि कस्तो लाग्थ्यो केटाकेटी हुँदा भन्दा आफ्नो घरमा भएको मैनबत्ती चाहिँ अरूको घरमा भन्दा चाहिँ सानो नभइदियो हुन्थ्यो। ओहो उनीहरूको भन्दा आफ्नो बलोस्, ओहो उनीहरूकोमा चाहिँ कति धेरै बाले, आफ्नो घरमा चाहिँ हुन्छ नि ला सानो बल्यो कि भन्ने एउटा त्यो बालापनको बुद्धि हैन, त्यस्तो लाग्थ्यो। अनि जब मैन किन्न गइन्थ्यो क्या, म मेरो मामुसँग जाँदाखेरि चाहिँ ठुल्ठुलो साइजको छान्थे त्यति बेला। त्यो बेलामा त्यो हुन्छ नि पुर्याउनुपर्छ, टार्नुपर्छ, त्यो व्यवहार भन्ने कुरा बुझेको थिएन। अनि जब आफू बाहिर बस्न थालेँ, मलाई एकपटकको एकदमै याद आउँछ क्या। त्यो बेला चाहिँ धेरै मलाई रियलाइज भएको थियो हैन। जब आफू एक्लै बाहिर बसेर लक्ष्मी पूजाको दिन मैले क्यान्डल किनेको थिएँ हैन, त्यो बेलामा चाहिँ मैले पसलमा गएर पसलको अङ्कलसँग चाहिँ क्यान्डल माग्दै गर्दा मैले सबैभन्दा सानो साइजको क्यान्डल किनेको थिएँ कि। किन भन्दाखेरि त्यो पैसा हुन्छ नि महँगो साइजको, ठुलो साइजलाई त महँगो पर्यो। अनि मैले चाहिँ सबैभन्दा सानो क्यान्डल किनेर लगेर बालेको थिएँ, त्यो पनि थोरै बालेको थिएँ कि। अनि त्यो बेलामा मलाई रियलाइज भएको कि जसरी जुन हुन्छ नि बच्चा बेलामा चाहिँ अरूको घरमा भन्दा आफ्नो घरमा ठुलो भइदियोस् हैन, अथवा बढी बलोस्, पर हेऱ्यो हैन, अरूको घरमा हेऱ्यो अनि कसको घरमा कति बल्या छ, फेरि हावाले निभाइदिन्थ्यो नि त, त्यो पनि एकदम फेरि गई बाल्ने हैन। त्यो कुराहरूले चाहिँ अहिले पनि म सम्झिन्छु कि हैन। कहिलेकाहीँ हुन्छ नि हामीभन्दा अग्रजहरूले चाहिँ जस्तै आफूलाई परेपछि थाहा पाउँछौँ अथवा भोलिपर्सि ठुलो भएपछि थाहा पाउँछौँ या व्यवहार गर्न थालेपछि थाहा पाउँछौँ किन भन्नुहुन्छ भन्ने कुरा चाहिँ मलाई त्यो बेला पनि रियलाइज भएको थियो क्या। जति बेला चाहिँ आफूले क्यान्डल किन्दा, जस्तो आमाले किन्ने बेलामा सबैभन्दा ठुलो साइजको छान्या थिएँ हैन, त्यो त सजिलो छ नि त छान्नलाई। अनि आफू चाहिँ ठुलो भएर आफूले पैसा तिर्ने बेलामा फेरि आफूले सबैभन्दा सानो साइज छानेको हैन, त्यो सम्झिन्छु म। अनि अहिले चाहिँ जतिसुकै हुन्छ नि तिहार माहौल हैन रमाइलो छ, हुन्छ नि बाहिर भइन्छ, त्यो हुँदै गर्दा चाहिँ मलाई चाहिँ फेरि हुन्छ नि आफ्नो इच्छा हो हैन, अरूले गर्नुहुन्छ त्यो राम्रो कुरा हो। तर मलाई चाहिँ फजुल खर्च गरेर हैन, खास भन्ने हो भने मलाई रङ्गोलीहरू बनाएको आफूलाई चाहिँ अरूले बनाउनुहुन्छ हेर्छु हैन, तर मैले अहिलेसम्म बनाएको छैन। मलाई खासै बनाऊ जस्तो पनि लाग्दैन। एक त हुन्छ नि त्यो मलाई लागेको कुरा है, फेरि सबैलाई त्यही लाग्नुपर्छ, सबैले गर्न हुन्न भन्ने हैन हैन। त्यो रङ्गोलीहरू बनाउनु भने चाहिँ फजुल खर्च गरेको, अर्को कुरा चाहिँ नेचरलाई चाहिँ हामीले हार्म गरेको, किनभने त्यो त केमिकल अभियसली रङहरू त हैन गरेको जस्तो लाग्छ। अनि अहिले पनि मैले चाहिँ घरमा चाहिँ रङ्गोली बनाउने भन्दा पनि भनेको थिएँ कि रङ किन्नु भन्दा चाहिँ फुलको पत्ताहरूले बनाउनु न, इन्टरनेटमा हेर्नु, टिकटकमा हेर्नु हैन। इन्टरनेट भन्दा बुझ्ने भन्दा पनि अब टिकटकमा हेरेर चाहिँ राम्रो त्यो फुलको पत्ताहरू चाहिँ ले सजाउन सकिन्छ हैन, टक्क मिलाएर लिपेर गर्न सकिन्छ। त्यो तरिकाले गर्नु न, नकिन्नु रङ भनेको थिएँ। तर उहाँहरूको इच्छा, उहाँहरूको खुसीले गर्नुभएको थियो, फोटो पठाउनु भएको थियो मलाई हैन। तर खोइ किन हो थाहा छैन, यो आफ्नो कुरा हो हैन। अब यो तिहारको बेलामा मलाई चाहिँ हैन एउटा सानो आफ्नो बालापनको सम्झना फेरि कस्तो हुँदो रहेछ भन्दा
यो ठुलो भइसकेपछि जति कुराहरू घट्छन् त्यो चाहिँ त्यति यादगार नहुँदो रहेछ क्या। जति बालापनको चिज चाहिँ एकदमै मेमोरेबल हुने अथवा त्यो प्रिसियस हुन्छ नि, त्यति ठुलो भएपछि नहुँदो रहेछ। अनि मलाई हरेक साल तिहार आउँदाखेरि त्यही खेतको आँठामा चाहिँ भनौँ न गएर त्यो सपुरो टिपेको, अनि त्यसलाई चाहिँ ल्याएर भिजाएर त्यो हुन्छ नि केराको दाम्चामा बालेको, त्यही नै याद आउँछ क्या। जतिसुकै क्यान्डल होस्, जतिसुकै झिलिमिली होस् होइन, सधैँभरि त्यही याद आउँछ। अब अहिले त बाहिर भइरहेछ होइन। कोही बेला घरमा तिहार मनाउने समय जुरेछ भने म फेरि पुनः सपुरो खोजेर होइन त्यो केराको दाम्चामा बालेर फेरि दीपावली मनाउने छु। यदि त्यो गर्न सकेँ भने त्यो भिडियो यहाँहरूसँग म कुनै साल फेरि बाँड्ने छु। यहाँहरूलाई तिहारको धेरै धेरै शुभकामना। भोलिबाट त अब भाइटिका सकि पनि हाल्छ लगाएपछि होइन। धेरै धेरै शुभकामना। जसरी यो हाम्रो लाइट्सहरूले हुन्छ नि हाम्रो घरलाई झिलिमिली हुन्छ, सहर झिलिमिली हुन्छ, त्यसै गरेर यहाँहरूको मन सधैँभरि हुन्छ नि उज्यालो होस्, झिलिमिली होस् जिन्दगी, यही मेरो यहाँहरूमा चाहिँ शुभकामना छ भन्दै मैले आफ्नो एउटा सानो इन्सिडेन्ट भनौँ जे भनौँ मेरो एउटा मेमोरेबल हुन्छ नि पल यहाँहरूसँग बाँडेँ। सायद यहाँहरूसँग पनि यस्ता मेमोरेबल केही किस्साहरू त पक्कै होलान्, त्यस्तो केही सम्झना लायक छ र अथवा यहाँहरूले पनि केराको दाम्चामा सपुरोको बत्ती बाल्नुभयो भने चाहिँ यहाँहरूले पनि कमेन्ट गर्नुहोस् है त।